वेलकम ब्याक टु आवर ब्लग। सबैलाई हाम्रो विदाई कार्यक्रममा होइन मसँग एउटा बलात्कारी बक्चुती चाहिँ गर्यो होइन, त्योभन्दा अरू बक्चुती गर्न पाइएन। त्यसको लागि धेरै नै आभारी छु म पनि। त्यही हो, अब चाहिँ हामी जाँदैछौँ, सबै ठाउँहरू छोडेर जाँदैछ साथी होइन। चुमुक 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 भइरहेछ। अहिले गएपछि ढुक 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 हुन्छ होइन। त्यस्तो त तपाईँले कलर सम्झिनु भयो पनि अब घर जाँदैछन् होइन। झ्याउ लागिसक्यो, यो प्याक गर्नलाई सक्यो छैन। के फुटाउने रे मैले पैसा दिएन क्या, हाम्रो पैसा दिएन। जिआइदिनु लगेज बाँध्दैछौँ, नरिवल फुटाउने फक्लक फक्लक फुटाउने नरिवल नरिवल सुगाइ छ। हामीले फाइनली कम्पनी यो लगेज सकेज प्याक गरेर सक्यौँ होइन। माइलाको र मेरो माइला पनि सँगसँगै जाने रे, हामी सँगसँगै। अनि हामीले चाहिँ लगेज बन्द गरिसक्यौँ। अनि यता माइला चाहिँ बोलिरहेछ। अब भोलि त हामी सँगै जान्छौँ होला। अब यही हो लास्ट अब भिडियो कतारको। हामीले त कम्पनीको दुबईको बजिया किरिहाल्यो, पैसा दिन्छ होला भनेको पैसा नै दिँदैन। लास्टमा त त्यतिकै जा भन्छ भाइ, गाह्रो छ। अब आज 1 बजेको फ्लाइट छ, बिस्तारै भेटौँ है। हेलो गाइज, सो फाइनली आज घर जाने दिन पनि आइसक्यो। केटाहरू यहाँ रेडी भइरहेछ होइन। अनि म पनि रेडी हुँदैछु। अनि गाडी पनि आइसक्यो। गाडी आयो, उबर पनि आइरहेको छ यहाँनिर। सो अब सबै कुरा रेडी भइसक्यो होइन। केटाहरू छोड्नको लागि पनि जाँदैछ। मनी साथी के छ अनि के छ तिम्रो प्लान? प्लान के छ भन न हौ। मत रोना भाइ यहाँ प्लिज। साथी रुन खोजिरहेको छ, पछि भेट्छौँ है। हाल चिना नै के हो अलिक यो अब धुलो चलिरहेको क्या। माइला रेडी भइरह। अब सबैजनासँग छुट्टिनु पर्ने हुन्छ होइन। अहिले चुलमुल गरिरहेको छ नि, एकछिन पछि त आउँछ चुलमुल अहिले ल। सो केटाहरूले चाहिँ मेरो यो सामान निकालिरहेछन् है। यो चाहिँ होइन नि, यो 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 हो है। म चाहिँ यो मिनी ब्याग बोकिरहेको छु होइन। अनि यस्तोहरू बोक्नुपर्छ। अनि यहाँ मेरो यो डकुमेन्टहरू पनि छ होइन यी यहाँनिर। अनि केटाहरूले यहाँ निकाल्दैछ। अनि यहाँ साथीले पनि निकालिसक्यो होइन। माइला ल अब निस्किनु पर्ने हुन्छ है। यस्तै हो। फर्स्ट दिनमा मै जाँदैछु, केटाहरू सबै स्याड भइरहेछ होइन। पछि भेट्छु ल, निकाल है माइला। म बाहिर हुन्छु ल। ल ल म बाहिर हुन्छु। सरी रुम, धेरै कुरा सिकाइस् त रुमले। सबै कुरा दामी छ, दामी छ यहाँ पनि। ल म लागेँ अब। ट्याडारा ट्याट। हाम्रो गाडी पनि आइसकेछ। गाडी पनि आइसक्यो। माइलाले सामान ल्याउँदैछन् म। अनि आइरहेछ नि यहाँ लगेज सकेज प्याक भइसक्यो। केटाहरू यहाँ आइरहेछन्। छिर्छ आगे नै होगा। यसलाई हाल्दै बेला हाल्दै मैले यसलाई हाल्दा। टिभी ल्याएको? टिभी त ल्याए छैन तपाईँ? टिभी पहिले त्यो सम्भव त म पनि त के लिएर आउँछु यार। मेरो सामान छुट्यो होला। झन् टिभी त ल्याउने बिर्सेको। टिभी त टिभी अनि मेरो डाटा केबल कहाँ छ खोइ? मेरो डाटा केबल कहाँ छ? आयो एप्पलको। जाउँ जाउँ जाउँ, मैले हेरेर लिएर आउँछु। मेरो एप्पलको डाटा केबलै छुट्यो भाइ। म आइहालेँ है, मैले आइहालेँ। म एप्पलको डाटा केबलै छैन भाइ। मलाई त चाहिन्छ अहिले त इमर्जेन्सी। ए रहेछ, थ्याङ्क्स। मलाई चाहिन्छ यो प्लास्टिकहरूमा होइन। त्यही भएर लिएर हिँड्नेको मलाई। यस्तो अब चाहिँ अब म चाहिँ जान्छु है। यो रुमबाट पनि बिदा लिँदैछु। सो सबैजनालाई बाई बाई। लास्ट टाइम यो रुमलाई पनि बन्द गर्दैछु। ओके। म्यानेजरले पनि फोन उठाउँदैन, भ्यान छु। क्या बात है सर, क्या बात है सर। म जाँदैछु अब। जाने ओके।
चलते अब मिलेंगे अब इस जन्म में नहीं होगा तो अगले जन्म में मिलेंगे नहीं आऊँगा इंडिया तू आएगा बट नहीं। दुबई का तो नहीं आऊँगा ओके ओके चलते अब ओके बाई बाई अब हामी त एयरपोर्टमा छुट्टी माग्नु म अगाडि बस्छु ल केटाहरू पनि यहाँ चढिरहेछन् होइन अब हामी चाहिँ जानु पर्ने हुन्छ रुने टाइम भएको छैन यार अब जानु पर्ने हुन्छ भैया के हाल है ठिकै अब गाडी पकड्ने है एकछिन है यो सिट बेल्ट लगाउँछु म 1 मिनट है एक हामी चाहिँ केटा लाग्यो होइन यस्तै हो अब खाडीको बसाइ पनि सक्यो केटा हो होइन खाडीको बसाइ सक्यो आउँदैछु भोलि यहाँको पैसा दिइसक्यो हिँड्ने बेलामा पैसा नसोधौ न यार केटा हो तिर्यौ किन फेरि भोलि हामीलाई भइया दिइसक्यो माइला के छ अरे म पनि भोलि आउँदैछु हामीलाई चिनेन नि क्या हो म चाहिँ 2026 मा आउँदैछु म चाहिँ 2026 मा आउँदैछु गाह्रो छ है अनि नेपाल आएपछि रिदमको फ्यान्सहरूसँग भेट्नुपर्छ है ओके लौरो फ्यान्सहरू बनाऊ तिमीलाई शुभकामना छ होइन शुभकामना दिँदै तिमीलाई बिदाई गर्दछु ओके ल अब यो बाटो यो ठाउँ यो सबै कुरा छोडेर आमा लागिसक्यो होइन अहिलेसम्म जे जस्तो कमेडी यताउति नकल झकल गरे पनि अब केटाहरू चाहिँ साथ छोड्न लाग्छन् होइन लास्ट अन्तिम यस्तै यस्तै उस्तै हुन लाग्छ होइन यस्तो लागिरह्यो 6 महिना जति एउटा खसी बनाएर पालेको खसी बेच्नु राम्रो जस्तो लाग्यो समझ रहे हो हेरौँला अहिले तँ त एकछिनमा देखिहाल्छ नि होइन त्यो त भन्नु पर्दैन नि एकैछिनमा आधी घन्टा पछि देखिहाल्छ नि आधी घन्टा पछि होइन देखिहाल्छ ल माहौल गरम गरम हुँदैछ हो लाग्दैछ नजिक एयरपोर्टको आए जस्तो लाग्दैछ होइन केटाहरूको पनि अलिक मुटु धुक हुँदै होला भएको छैन मेरो चाहिँ हुन लाग्छ होइन पुलिस हुँदो अरे एयरपोर्टमै आइपुग्यो हो कि हो यहाँ हेर्नु त यहाँनिर पुलिस झन् माटो ठोक्दैछ गाडी ऊ ठोक्दैछ ऊ सो गाइस हामी चाहिँ एयरपोर्ट भित्र छिर्न लागिसकेको छौँ यहाँ बोर्ड सोर्ड पनि आइरहेछ कि तर देखिन्न होला लाइट छ नि त त्यही भएर केटाहरू अलिक एक्साइटेड हुँदै गएको छन् अनि एक्साइटेड त म कसम बिल्कुल 100मा 100 छैन भाइ किन हौ गरिबलाई मार यसै साथै तिमीले त छोडेर गइहाल्यौ भन्ने होला फेरि म्याप सर्च गरे नि देखिहाल्यो यहाँनिर चाहिँ फाइनली एयरपोर्ट भित्र आइपुग्यो है यो चाहिँ पुलिस यहाँनिर बनाउनु मिल्छ कि मिल्दैन थाहा छैन म चाहिँ अब यहाँ एयरपोर्ट भित्र आइसकेँ दामी छ नि त यहाँनिर हेर्नु न यहाँ लुक्स हेर्नु न लुक्स हाम्रो देशमा हुन्छन् कि हुन्न नि यस्ता कहिले हुने हुन् मेरा हिमालयन के भन्छ हिमालयन अब भैयालाई पैसा दिनुपर्ने हुन्छ जाने बेला पनि केटाहरूले पैसा पनि दिन सकेनन् यार 10 रुपियाँ 20 रुपियाँ भाइ यो त थम्बनेलमा हाल्ने हो अगाडि उसमा भाइ ओ साथीले गाडी लिएर आइसक्यो ओए गाडी लिएर आयो बोकाले ओके भैयाले पैसा गर्नुहुन्छ ओके भैया अनि अब म जान लाग्छु नि त बोल्ने मै थिएँ अलिक पत्तर रुममा होइन केटाहरूले त सब सामान निकालिदिइसकेको छन् यार म निस्किन्छु ल पहिला यो यहाँ होस् ल यो पनि यहाँ होस् ल मिनी ब्याग अब भैया ओके मिल्दै भैया अघिल्लो जन्म में मिल्दै यो जन्म में त नहीं हुआ भाइला पनि आइसकेको छन् सुरेश बाबु पनि यहाँ छन् सो अब केटा हो के छ त एक मुस्कामा के छ तू ठीक छ भाइला भोलि फेरि एक्लै चिसो हो चलौँ न त चलौँ यहाँ भित्र धेरै हावा चल क्या केटाहरू यहाँनिर आइरहेको होइन म चाहिँ यहाँ छु अब यहाँ केटाहरू इन्ट्री भइसक्यो फाइनली इन्ट्री भइसक्यो कतारको यो के जाति भन्ने ठाउँमा एयरपोर्टभित्र हेर्नु ल यहाँभित्र दामी छ यहाँ दामी छ यहाँ हेर्नु नि यहाँ मेडमजीहरू हाई मेडम के छ अहिले कफी पाउडर ल्याइदिएला मैले अहिले सर डु यु वान्ट समथिङ भन्ला अहिले पखाले केटा हो तिमी यहाँ चाहिँ दामी छ
होइन अब केटाहरूको फोटोसोटो यताउति खिचिदिनु पर्ने हुन्छ म चाहिँ भित्र जान्छु अहिले एकछिनमा होइन ओ चेक गर्ने कतातिर हो भित्रै हो बोर्डिङ पास अहिले नि गर्दै कि पछि गर्छ अहिले पछि हो उता तिमी त उता भित्र गएपछि बल्ल यहाँनिरदेखि चेक गर्दै जाने हो यहाँ त अब इन्ट्री गरेर जाने होला नि त होइन हो केटा मैले के जाने तिम्रो सुझाव के छ ठिक छ मेरो एकदम ठिक छ म भोलि आउँदैछु त म पनि आउँदैछु त के छ प्लान के छ माइला ठिकै छ हुन्छ आँदैछु कि काठमाडौँ पनि आँदैछु अनि भोलि त आइहाल्छु मैले आँदैछु काठमाडौँ आँदैछु कि काठमाडौँ आँदैछु अनि भोलि त आइपुगिरहेको छु त्यस्तै हो भाइ भेटिनु छुट्टिनु भनेको नि आउँदैछु जिन्दगीको खेल हो भाइ भेटिनु भनेको छुट्टिनुको लागि होइन भेटिनु भनेको छुट्टिनुको लागि हो त्यस्तै हो होइन पछि भेट्नु नसक्नु सक्छ नि त्यहीँ आइपुग्नु हो ल ठिक छ अब फोटोसोटो खिचौँला नि त भित्र छिर्न दिन्छ दिन्न सोध्छु नि त म है धुक गर्दै धक धक कर लिएर आए साथी साथी यस्तै हो क्या भेट हुन्छ टेन्सन भेट हुन्छ साथी डन त मैले यहाँसम्म त डन तोरी साथी डन आँसु झार्ने विचार छ क्या हेर अब साथी भेट हुन्छ अवश्य ठिक छ तिमी नै आउँदैछौ तिमी धेरै नभने इमोसनल नभनौ होइन हामी चाँडै भेट्छौँ टेन्सन नगर है हुन्छ भेट हुन्छ किन नभने अब यस्तै भाइ भेट नै छुट्ने भनेको भेटेपछि छुट्नको लागि नै भेटिने हो होइन भाइ भेट नै छुट्ने भनेको जिन्दगीको एउटा कथा यात्रा हो है यात्रा हो यात्रामा भेटिने यात्रामा भेटिने कुरा हो होइन अब पानी लिएर आउनु पानी दिन आयो भने जब माता सरेको एक प्याक लिएर आएको रुसला नान्ने हो नि भाइ रुसला नान्ने हो नि मैले होइन के छ नि ए रुसला नान्ने हो नि हामी अब दिए भने त हामी दियो फोटो हानौँ न यस्तो हो सो म चाहिँ यहाँदेखि भित्र छिरेर पानी पिउनलाई जाँदैछु केटाहरूलाई चाहिँ कस्तो बनाइदियो क्या फेरि भाइ उहाँनिर बिचराहरू मसँग कति मजाले कुरा गरेर बसिरहेको थिएँ लास्टमा त पुलिसले आएर गद्दार गरिदियो क्या अनि केटाहरूलाई त फेरि के हो जानु भएन ब्रदर वो पानी पीने किधर है पानी पीने का उधर किधर से जाना है अंदर घुस के जाना है सीधा म चाहिँ भित्र छिरिसकेको छु होइन केटाहरू पनि रुममा पुगिसकेको छन् क्या मलाई म्यासेज गरिरहेको थिएँ म चाहिँ पानी पिएर अनि छिटो छिटो गरेर जानुपर्ने हुन्छ मेरो लगेजभित्रै हो होइन अनि पानी लास्ट प्यास लाग्यो क्या अनि यहाँनिर चाहिँ फेरि म्याडमहरू पनि छन् होइन पुरो एयरपोर्टभित्र छु नि त म त अनि बोर्डिङ पास सस केही पनि भएन होइन पछि बोर्डिङ पास गर्नुहुन्छ पानी पिउनु पर्यो पानी पिउन गएको त्यहाँनिर आँटोक्ने केटाहरू केटीको टोइलेटमा घुसिदिइरह्यो क्या त्यो स्टाफले भन्छ यता होइन यतापट्टि भनिरहेको छ होइन म चाहिँ त्यहाँभित्र जान्छु पहिला केटाहरू निस्किन लागिसक्यो होला छिरे जस्तो लाग्यो हाम्रो त उता पल्लो छेउमा भन्छ भाइ पल्लो छेउमा जानुपर्ने अरे अब म चाहिँ त्यहाँ जान्छु लगेज लिएर निस्किनु जानु हुन्छ अरे पछि बेलामा धेरै लङको आइन्छ हजुर त्यो र त्यो जान नि थाहा हुन्न नि मेरो चाहिँ लगेज अनि मलाई त थाहै त छैन अब कताबाट छिर्ने हो कहाँदेखि के गर्ने हो चेक गर्ने हो भन्ने कुरा कहाँदेखि जाने हो यताबाट जाने हो उसलाई सोध्दै 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 जान्छ हो कता जाने हो त यता हिमालयन 10 नम्बरमा जाऊ सिधा 10 नम्बर सिधा 9मा जाने हजुर हिमालयन 10 मा जाने ए हुन्छ हुन्छ 10मा जानुपर्छ अरे उता 10मा अनि हामी चाहिँ गइरहेछौँ होइन यहाँ यत्रो भारी छ क्या दाइ पनि गइरहेछन् अनि हामी चाहिँ भित्र छिर्नुपर्ने हुन्छ बडाबड बडाबड यहाँ देखाउँदो रहेछ क्या सबै कुरा यहाँ माथि यहीँ देखिरहेछ कतादेखि हो जाने कता कताबाट जाने हो ल ल ल आउँदैछु घुमेको घुमे हो आइडी जान्छ कि जाँदैन हाम्रो फेरि छुट्टै यिनीहरूको किन छुट्टै हो दाइ है हाम्रो किन छुट्टै यिनीहरूको किन छुट्टै यिनीहरू कालो गोरावालाहरू होइन त उनीहरूको छुट्टै बिआइबी हो बिआइबी हो बिआइबी यिनीहरू बिआइपी त होइन यिनीहरू चाहिँ पुरै यस्तो उसमा हामी चाहिँ किन ए खाडीबाट आउने भनेर हेभे हो कि हामीलाई यस्तै त चलिरहेछ हाम्रो देशमा पुरै लाइन छ हाम्रो चाहिँ यो सबै यो लेबरवालाको होला यो लाइन
यिनीहरू चाहिँ फेरि खतरा होला है दामी छ यिनीहरू हेर न हाम्रो हो 10 नम्बरमा अरे क्या 10 नम्बरमा मेरो ब्याट्री पनि छैन चार्ज पनि छैन पास गर्न खोजेको सबै लग्यो टिभी हालिदियो उसमा लगेजमा हालिदियो नयाँ टोक्नेहरूले यहाँ आइसकेको छ फाइनली होइन दामी छ ठाउँ पनि दाइले मेरो उ त के जाति ल्याएको कोही त दाइ ए यहाँ हुनुहुँदो रहेछ अनि मैले चाहिँ सामान लिइसकेँ यो चाहिँ दामी ठाउँ छ होइन म फोटो खिच्छु अहिले अनि म हाल्छु नि होइन ठिक छ ल भिडियो बनाउनलाई मोबाइल चार्ज बनाइसक्यो दाजु अब हाम्रो उहाँ बोर्डिङ पास भइसक्यो अब उता मागिरहेको थियो क्या हामी पास हुनको लागि अब त्यहाँ जानुपर्ने हुन्छ सो पानी लिएको कि मैले यहाँ एयरपोर्टमा पानी त माटो नि एउटा बोतलको 10 रियल त्यो पनि हाफ लिटर कति खाँदा हाफ लिटर पनि छैन है अहिले एकछिन पक्नु म देखाउँछु कतिको हो पानी 10 रियल रे माटो नेपालको कति पर्छ है 400-500 को एउटा बोतल यहाँनिरदेखि लिएको माटो नसक्नु हाम्रो यही होला यही एयरलाइन्सबाट जाने होला अब हामी चाहिँ सब भित्र जानुपर्ने हुन्छ होइन यताबाट हो ए हजुर यहाँ अब यहाँनिर चाहिँ मेडमहरूले यहाँ उतो गरिदिनुहुन्छ यति चाहिने हो कि पर्नु अब बाहिर पछि त्यो कालीले लास्टिङ गरिरहेको थिएँ यहाँनिरको बसमा जाँदैछु म चाहिँ बस आइरहेको छ यता पनि आइरहेको छ होइन अनि लगेज चाहिँ बोकिरहेको छु मैले गुड्काइरहेको छु अब हाम्रो बस चाहिँ यो रहेछ होइन अब भित्र जानुपर्ने हुन्छ थ्याङ्क यू ब्रदर यतैतिर हुनुहुँदो रहेछ कता बस्ने हो यतै झुन्ड्यो होला नि अब यहाँ आइपुग्यो कोही खिच्दुदाईहरू त छैन त कोही छैन त है अघि बोलेको ओ पिलेन यहीँ रहेछ त है अलि चढेर जाने हो र पनि देखाउँ न फाइनली कार पिलेन पनि आइसक्यो घुमेर छ हामीलाई चिने नै क्या हो दामी छ है हामीले प्लेनभित्र चढिसक्यौँ सरी 20 को फाइनली 20 को कहाँ छ 20 को 8 9 10 11 कहाँ छ त 11 दाजु 20 को रे 20 को झ्यालपट्टि गयो कि छेउपट्टि हो अझै पछाडि हो मरिहाल्छ नि बोला पछाडि छ नि ठाम ब्यागलाई सिधा गरेर राखिदिनुहोस् ल लास्टैमा पछाडि जान्छु पछाडि दाजु छोरे ल 20 को छेउपट्टिको सिट पऱ्यो भने त राम्रो हुन्थ्यो 20 हो हजुर नेपालीमै बोलौँ न होइन छेउमा हो हजुर अरे म कहाँ राख्दै राख्छु होला फर्स्टचोटिमा आएको लगेज हाल्दै उसमा के गर्ने ठिक छ भोलि सम्झाइदिनु है मलाई बिहान यो सोल्टीले चाहिँ मलाई बस्नै दिएन हेर है यसले यो सोल्टीले चाहिँ मौतरीको दिरहेको जस्तो लागिरह्यो है यो सोल्टीलाई म बस्नै दिएन म दिदीलाई भन्छु पहा अहिले एकछिन पहा दिदीलाई भन्छु पहा यहाँ हेर न झ्यालबाट मलाई यस्तो राम्रो भ्यू हेर्न मन छ यिनले त बस्नै पो नदिने रे भाइ त्यस्तो हुँदैन अलिक चेन्ज गरौँ न नि साथी तिमी रातभरि बस
तिमीजना बिहान भएर म हो कि नै अनि तिमी त बाहिर जान्छौ नि हेरौ त वासरुमतिर त्यो बेलामा टाम भयो बजार भएर भन्द खाली होला नि त अस्ति होइन मान्छेहरू जाउँला होला नि त कति टाइम भयो फाइनली यहाँनिर यो कुन ठाउँमा हो अलिअलि देखिरहेछ यहाँ पनि हेर है अनि यहाँनिर चाहिँ दामी भ्यू देखिरहेछ हो दामी भ्यू यस्तो दामी ओ माई गड यहाँ हेर्नु न यहाँ ओ दामी घाम निस्किन लाग्छ नि त घाम निस्किन ला यहाँ हेर्नु न यहाँ ओ माई गड दामी छ क्या कहाँ हो पनि थाहा छैन होइन दामी दामी भ्यू देखिरहेछ अनि वहाँ पनि केटाहरूले सबै भ्यू भिडियो गरिरहेको अलिकति अनि सब सुतिरहेछ अहिले चाहिँ अनि दिदी पनि सुतिरहेको थियौँ क्या अहिले अनि बिरयानी सिरियानी पनि खाइयो अनि सोल्टीले अलिअलि मालसाल पनि खायो होइन के खाने अनि बाहिरको भ्यू त बब्बाल छ क्या बब्बाल सानो ढोका भएर मात्रै हो नभए दामी देखिरहेको छ मोबाइलमा चार्जै छैन के गर्नु गाह्रो छ नेपाल नपुगिकन चार्ज लगाउन पाइँदैन कतारको यति टाइम भयो है नेपालको चाहिँ कति 6 बजेर 11 मिनट भयो 6 बजेर 11 मिनट गयो दामी 6 बजी नै दामी दामी घाम आउँदो रहेछ है हामी चाहिँ एयरपोर्टमा गएपछि भेट्नुपर्ने हुन्छ है अहिले म भ्यू त्यो जति देखिन्छ जति दामीले देखाउने छु ब्याट्री हुन्जेलीसम्म अरू चाहिँ एयरपोर्टमा गएर भेट्नुला चार्ज भयो भने कन्ट्रोल गरेर चलाइरहेको छ चलाउनु चाहिँ सो हामी चाहिँ फाइनली काठमाडौँ आइपुग्यो काठमाडौँको भ्यू यहाँ हेर्नु काठमाडौँको भ्यू यस्तो छ है झारो तल रानी बोकाइपुग्यो गइयो कतिवटा रानी बोकाइसक्यो नेपाल टेकियो फाइनली काठमाडौँ झरियो भित्रबाट पनि राम्रै भयो अब यहाँनिर पाउँछ कि पाउँदैन थाहा छैन काठमाडौँ